राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12को परीक्षा आवेदन फारम बुझाउने म्याथ थप सम्बन्धी सूचना सार्वजनिक गरेको छ। सूचनासहित जानकारी लिएर उपस्थित भएको छु। भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। नमस्कार दर्शकबिन, मेरो नाम हो दीपक खत्री र तपाईँ हेर्दै हुनुहुन्छ जेबीडी च्यानल। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12को परीक्षा आवेदन फारम बुझाउने म्याथ थप सम्बन्धी सूचना सार्वजनिक गरेको छ। सूचनामा यस्तो उल्लेख गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डद्वारा 2083 साल वैशाख महिनामा सञ्चालन हुने कक्षा 12को वार्षिक परीक्षाको परीक्षा आवेदन फारम बुझाउने सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डद्वारा पूर्व प्रकाशित सूचना अनुसार मिति 2082 माघ 25 गते भित्र बोर्डका सम्बन्धित कार्यालयहरूमा परीक्षा आवेदन फारम बुझाउन सूचित गरिएकोमा उक्त समयमा फारम बुझाउन भर्न छुट भएका विद्यार्थीहरूका लागि तोकिएको शुल्क बुझाइ यसअघि नै तोकिएको समयमा बोर्डको खातामा शुल्क दाखिला गरेको हकमा सोही शुल्कको आधारमा र हालसम्म शुल्क नबुझाएको हकमा विलम्ब शुल्क सहितको दस्तुर मिति 2082 साल चैत्र 2 गते भित्र बोर्डका सम्बन्धित कार्यालयहरूमा आवेदन फारम बुझाउने गरी म्याथ थप गरिएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। पुनश्च राष्ट्रिय परीक्षा बोर्डका सम्पूर्ण कार्यालयहरूले समेत यसै सूचना बमोजिम गराउन हुन सूचित गरिन्छ। परीक्षा नियन्त्रक भनिएको छ। तपाईहरुको चाहिँ कक्षा 12को वार्षिक परीक्षाको परीक्षा आवेदन फारम बुझाउने चाहिँ अन्तिम मिति माघ 25 गतेसम्म चाहिँ रहेको थियो। यदि तपाईहरुले माघ 25 गते भित्रमा चाहिँ फारम भर्न सक्नु भएन अथवा छुटेको थियो भने तपाईले दोब्बर दस्तुर तिरेर चैत्र 2 गतेसम्म चाहिँ फारम भर्न सक्नुहुन्छ। राष्ट्रिय परीक्षा बोर्डले चाहिँ कक्षा 12को परीक्षा आवेदन फारम भर्ने चाहिँ म्याथ थप गरेको छ। यदि कसैको चाहिँ फारम भर्न छुटेको थियो भने तपाईले आफ्नो सम्बन्धित विद्यालय मार्फत चाहिँ फारम भरेर चाहिँ राष्ट्रिय परीक्षा बोर्डको कार्यालयमा चाहिँ बुझाउन सक्नुहुनेछ। आई होप तपाईलाई यो जानकारी इन्फर्मेटिभ लाग्यो होला। जाँदै तपाईले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्नुहोला र नजिकै रहेको बेल आइकन प्रेस गर्न नबिर्सिनुहोला। साथै यो भिडियोलाई लाइक, कमेन्ट, सेयर गर्न नबिर्सिनुहोला। कतिपय विद्यार्थी भाइ बहिनीहरुको फारम छुटेको हुन सक्छ। तपाईले जति सक्दो यो भिडियोलाई चाहिँ सेयर गर्न नबिर्सिनुहोला। धन्यवाद।